जनतामा जुन खालको नैराश्यता आज चाहिँ छाइरहेको छ, जुन खालको चाहिँ आशामाथि तुषाराघात भइरहेको छ, यसको अब्जोस मात्रै लिनुपर्ने हो। मेरो आदरणीय दलको नेतालाई म अनुरोध गर्न चाहन्छु, मैले यो कुरा यहाँ भन्न मिल्थ्यो मिल्थेन मलाई थाहा छैन, संसदीय दलमा राख्नुपर्ने कुरा हो जस्तो मलाई लाग्छ, तर म आज बाध्य भएर यी कुराहरू गर्दैछु। मेरो आदरणीय दलको नेतालाई म एक्सक्युज भन्दै, यदि यही परिस्थिति रहिराख्ने हो, नेपाली कांग्रेसले अब्जोस मात्रै खानुपर्ने र हामी मान्यहरू जतिजना यहाँ 40 जना मान्यहरूमा केही सरकारमा रहेका बाहेक अरू सबै मान्यहरू मगन्तेकै रूपमा बस्नुपर्ने अवस्था सिर्जना हुने हो भने सरकारले दिएको समर्थनलाई यथावत राखी सरकारमा प्रतिनिधित्व गरेका हाम्रा मान्यजीहरूलाई फिर्ता बोलाउनु पर्ने परिस्थिति सिर्जना हुने हो कि? यसबारेमा गम्भीर भएर मेरो आदरणीय नेता, मेरो दलको नेता, मेरो अभिभावकलाई म अनुरोध गर्न चाहन्छु।